ओके, आज चाहिँ हामी क्यानभाको बारेमा केही बेसिक कुरा सिक्न गइरहेको छौँ। क्यानभामा बेसिकली हामीले एउटा अकाउन्ट बनाएर एउटा टेम्प्लेटलाई चाहिँ एडिट गरेर कसरी एक्सपोर्ट गर्न सकिन्छ भनेर बेसिक टुल्सहरू, एनिमेसन्सहरू र डिफ्रेन्ट इफेक्ट्सहरू बेसिक रूपमा हेर्छौँ है त। सो फर्स्ट टाइम मैले आफ्नो ब्राउजरमा canva.com खोल्छु। canva.comमा यहाँ यस्तो आयो भने कन्टिन्यू टु ब्राउजर गर्नु होला। तपाईँको बाई डिफल्ट लगड इन हुँदैन, सो मैले यसरी लगइन गरेँ है त। सो यहाँ चाहिँ तपाईँको यस्तो आइरहेको हुन्छ होला। यस्तोमा चाहिँ सिधै कन्टिन्यू विथ गुगल गरेर आफ्नो गुगल अकाउन्टबाट लगइन गर्दा नि हुन्छ, ओर कन्टिन्यू विथ इमेल गरेर आफ्नो इमेल हालेर इमेलमा एउटा कोड आउँछ, त्यसरी लगइन गर्दा हुन्छ। म चाहिँ मेरो गुगल अकाउन्टबाट लगइन गरेँ। सिम्पली लगइन गरेपछि यस्तो एउटा स्क्रिन आयो भने कन्टिन्यू इन ब्राउजर थिच्नु होला। कन्टिन्यू इन ब्राउजर गरेपछि तपाईँको रिसेन्ट्समा चाहिँ केही पनि आउँदैन, एम्प्टी आउँछ। सिन्स मैले डिफ्रेन्ट प्रोजेक्ट्स गरिसकेँ, मेरो रिसेन्ट्समा चाहिँ डिफ्रेन्ट प्रेजेन्टेसन्सहरू आइरहेको छ। सो सिम्पली यहाँ टेम्प्लेट्समा आउनुहोस्। टेम्प्लेट्समा आएपछि तपाईँले के बनाउन चाहनुहुन्छ त्यसको चाहिँ एउटा टेम्प्लेट सर्च गर्नुपर्छ। सो इफ आई वान्ट टु मेक अ प्रेजेन्टेसन, जेको नि प्रेजेन्टेसन हुनसक्छ, जस्तो मैले एजुकेसनल प्रेजेन्टेसन भनेर केही सर्च गरेँ भने टेम्प्लेट, यो चाहिँ तपाईँले आफ्नो सब्जेक्टको बारेमा केही सर्च गर्न सक्नुहुन्छ। सो जियोग्राफी भनेर सर्च गर्न सक्नुहुन्छ। देन मैले एउटा प्रेजेन्टेसन यस्तो देखेँ, आई लाइक दिस प्रेजेन्टेसन। देन मैले यो प्रेजेन्टेसनलाई चाहिँ कस्टमाइज दिस टेम्प्लेट गर्छु। एउटा कुरा चाहिँ नोट गर्नुहोस् कि तपाईँको यहाँ यस्तो क्राउनवाला आइकन आएको छ भने यो चाहिँ प्रिमियम प्रेजेन्टेसन्सहरू हो अथवा प्रिमियम टेम्प्लेट्सहरू हो। प्रिमियम टेम्प्लेट एक्सेस गर्नलाई चाहिँ तपाईँले स्कुलको एउटा इमेलबाट क्लास बनाएर गर्नुभयो भने यो प्रिमियम टेम्प्लेट चाहिँ एक्सेस गर्न सक्नुहुन्छ। सो इफ युर अ टिचर, आफ्नो स्कुललाई चाहिँ क्यानभा प्रिमियमको एउटा अकाउन्ट बनाएर क्लास बनाउनलाई रिक्वेस्ट गर्न सक्नुहुन्छ। इफ युर अ स्टुडेन्ट, आफ्नो स्कुललाई चाहिँ क्लासको एक्सेस मागेर जोइन गर्न सक्नुहुन्छ। एज यु क्यान सी म चाहिँ यहाँ कोडिङ क्लासमा छु। पर्सनल चाहिँ फ्री हो, कोडिङ क्लास चाहिँ एजुकेसन टियर छ। सो यो टेम्प्लेटको एक्सेस चाहिँ मसँग हुन्छ है। मैले यो खोलेर कस्टमाइज दिस टेम्प्लेट थिच्दाखेरि यसो रिडाइरेक्ट हुन्छ। कन्टिन्यू इन ब्राउजर थिच्नु होला। सो रिडाइरेक्ट भएपछि चाहिँ मेरो यस्तो एउटा स्क्रिन आउँछ। सो मैले सिम्पली यो एक्सप्लेन गर्नु पर्दाखेरि बटममा तपाईँले हेर्नु पऱ्यो भने डिफ्रेन्ट स्लाइड्सहरू छ। सो पावर पोइन्ट कहिले युज गर्नुभएको छ प्रिभियसली भने सिमिलर टु पावर पोइन्ट तल आइरहेको हुन्छ है। लेफ्टमा चाहिँ हाम्रो डिफ्रेन्ट कुराहरू छ। इफ आई वान्ट टु चेन्ज दिस टेम्प्लेट, चलाउँदा चलाउँदै मैले टेम्प्लेट चेन्ज पनि गर्न सक्छु। त्यसो टेम्प्लेट स्टाइल चेन्ज गरेँ अथवा होल टेम्प्लेटै चेन्ज गर्नु छ भने पनि गर्न मिल्छ। मैले चाहिँ अहिलेको लागि यही टेम्प्लेट राखेँ। नेक्स्ट भनेको तपाईँले एलिमेन्ट्सहरू डिफ्रेन्ट एड गर्न सक्नुहुन्छ। सो जियोग्राफी लेसन भनेर मलाई यहाँ जस्तो एउटा आवर ग्लास चाहियो भने यो टेम्प्लेट आवर ग्लास यसरी राख्नु छ भने यहाँ राखेर सिम्पली ड्र्याग एन्ड ड्रप गर्नुहोस्। यसलाई यसरी रिसाइज पनि गर्न मिल्छ, रिसाइज गरेर डिफ्रेन्ट पोजिसनमा राखेर यसलाई रोटेट पनि गर्न मिल्छ, यसरी रोटेट पनि गर्न सक्नुहुन्छ। फर इक्जाम्पल यो आवर ग्लास चाहिँ मलाई यो कार्डभन्दा पछाडि चाहिएको छ भने मोरमा थिची लेयरमा सो लेयर्स गरेर मैले माथि तल पनि गर्न सक्छु। सो यसरी तल पठायो भने यसो तल नि जान्छ। सो डिफ्रेन्ट सेटिङ्सहरू चाहिँ आफै पनि एकचोटि एक्सप्लोर गर्नु होला। राइट क्लिक गरेर डिफ्रेन्ट तपाईँले सेटिङ्सहरू हेर्न सक्नुहुन्छ। अलाइन टु पेज छ, अलाइन टु पेज मिडल गऱ्यो भने मिडलमा अलाइन भइरहेको छ। अलाइन टु पेज सेन्टर गऱ्यो भने सेन्टरमा आइरहेको छ। यसलाई फेरि मैले अगाडि ल्याउनु छ भने लेयरमा ब्रिङ टु फ्रन्ट गऱ्यो भने अगाडि आइरहेको छ। सिम्पली यहाँबाट डिलिट गऱ्यो भने हटि पनि रहेको छ। कुनै पनि टेक्स्ट एडिट गर्नलाई डबल क्लिक गरेर तपाईँले टाइप गर्न थाल्नुभयो भने यो टेक्स्ट एडिट हुनेछ। कन्ट्रोल जी गऱ्यो भने यो अन्डु हुनेछ। डिफ्रेन्ट एलिमेन्ट्सहरू डिफ्रेन्ट टेम्प्लेट्सहरूमा भर पर्छ के मुभ गर्न मिल्छ भनेर, बट थिचेर ड्र्याग गऱ्यो भने डिफ्रेन्ट एलिमेन्ट्सहरू यसरी मुभ पनि गर्न सक्नुहुन्छ। सो एउटा स्लाइडमा चाहिँ तपाईँले डिफ्रेन्ट एलिमेन्ट्सहरू यसरी राख्न सक्नुहुन्छ बाई सर्चिङ इट। म्याथमेटिकल इक्वेजन्सहरू, फर्मुलाहरू यसरी पनि लेख्न मिल्छ। ओर तपाईँ टेक्स्टमा आएर पनि टेक्स्टलाई पनि सिम्पली यसरी ड्र्याग गरेर लेख्न सक्नुहुन्छ, यसरी टाइप गर्न सक्नुहुन्छ। यो स्टाइल मलाई मन परेन, मलाई स्लाइडकै स्टाइल चाहियो भने यसलाई क्लिक गरेर कन्ट्रोल सी कन्ट्रोल भी गऱ्यो भने यही स्टाइलको एउटा टेक्स्ट बक्स पनि आउँछ, जसलाई चाहिँ तपाईँले रिसाइज गरेर एडिट गर्न सक्नुहुन्छ टेक्स्ट। ओके, डिफ्रेन्ट टाइप्स अफ टेक्स्टहरू पनि छ जुन चाहिँ तपाईँ यु क्यान प्ले अराउन्ड विथ। देन अपलोड्स भन्ने सेक्सन छ जहाँ चाहिँ तपाईँले आफ्नै फाइल्सहरू अपलोड गरेर डिफ्रेन्ट इमेजेसहरू चाहिँ यहाँ एड गर्न सक्नुहुन्छ। ओर डाइरेक्टली मलाई जस्तो इलेक्ट्रिसिटीको इक्वेजन्सहरू छ, मैले इमेजेसमा गएर
सपोज आई वान्ट यो इक्वेसनको लिस्ट मेरो स्लाइडमा भने सिम्पली राइट क्लिक गर्नुहोस्, कपी इमेज गर्नुहोस्, यहाँ आएर कन्ट्रोल प्लस भी गर्यो भने यो इमेज यहाँ पेस्ट हुन्छ। यो इमेज यहाँ पेस्ट हुन्छ। यसरी रिसाइज गर्न सक्नुहुन्छ। यसरी रिसाइज गरेर अगेन यो पछाडि गएको जस्तो देखियो भने मोर गरेर लेयर गरेर ब्रिङ टु फ्रन्ट गर्यो भने टपमा आउँछ। पछाडि अगाडि यसरी पठाउन मिल्छ। सो यसरी राख्न नि मिल्नु भयो। नेक्स्ट म अर्को स्लाइडमा आएँ। यसरी नै स्लाइड बाई स्लाइड एडिट गर्दै जानुहोस्। स्लाइड बाई स्लाइड एडिट गर्दै जाँदा आफ्नो कन्टेन्टलाई के चाहिएको छ त्यो कुरा एड गर्दै जाँदा हुन्छ। जस्ट लाइक बुकमा च्याप्टर बाई च्याप्टर गएको जस्तो यसमा नि च्याप्टर बाई च्याप्टर एड गर्दै जाँदा हुन्छ। कुनै पनि स्लाइड जस्तो मलाई यो 2 जस्तै अर्को स्लाइड चाहियो भने स्लाइडमा यसो क्लिक गरेर यहाँ डुप्लिकेट पेज थिच्नु भयो भने सेम स्लाइड दुईटा बन्छ। सो इफ आई वान्ट मोर स्लाइड सिम्पली यहाँ थिचेर डुप्लिकेट स्लाइड गर्न मिल्न सक्छ। ओर यो स्लाइडलाई थिचेर मैले डिलिट बटन थिच्यो भने स्लाइड हट्छ। स्लाइड थिचेर कन्ट्रोल सी प्लस कन्ट्रोल भी गर्यो भने पनि यो स्लाइड डुप्लिकेट हुन्छ है, कपी पेस्ट हुन्छ। सो यहाँ टोटलमा 10 वटा स्लाइड छ। आई क्यान एड अ डिफ्रेन्ट पेज, तर एड गर्यो भने चाहिँ कम्प्लिटली खाली आउँछ। खालीमा चाहिँ आफै डिफ्रेन्ट एलिमेन्ट्सहरू यसरी ड्र्याग ड्रप गरेर बनाउन मिल्छ स्लाइड्सहरू पनि। सो मैले यो लास्ट स्लाइडलाई चाहिँ क्लिक गरेर डिलिट गरेँ। म सेकेन्ड स्लाइडमा आएँ। कहिलेकाहीँ यो टेक्स्टहरूको फन्टहरू अथवा कलर्सहरू चेन्ज गर्नु छ भने तपाईँले यहाँ टपमा हेऱ्यो भने मल्टिपल अप्सन्सहरू देख्न सक्नुहुन्छ। सो प्ले अराउन्ड विथ यो अप्सन्सहरू। फन्टहरू यहाँबाट चेन्ज गर्न मिल्छ। फन्टको साइज यसबाट चेन्ज गर्न मिल्छ। बोल्ड अथवा नट बोल्ड बनाउने, सो यसलाई सेलेक्ट गरेर मैले अनबोल्ड गर्न मिल्छ। या फेरि सेलेक्ट गरेर मैले बोल्ड नै गर्न मिल्यो। देन यो एमा थिच्यो भने टेक्स्टको कलर्सहरू चेन्ज गर्न मिल्छ। सो क्यानभामा एउटा फाइदा भनेको चाहिँ उसले अटोमेटिकली डिटेक्ट गरेर हुन्छ कि तपाईँको प्रेजेन्टेसनमा कस्तो कलर्स हो। सो म्याचिङ कलर्सहरू चाहिँ यहाँ दिन्छ। सो मैले यसलाई सेलेक्ट गरेर यो ब्ल्याक बनाउन मिल्छ। म्याचिङ टेम्प्लेटको कलर दिन्छ। इफ यु वान्ट एक्स्ट्रा कलर्स यहाँ स्क्रोल गर्दै जाँदा तपाईँले डिफ्रेन्ट कलर्सहरू अथवा ग्रेडियन्टहरू पनि यसरी राख्न सक्नुहुन्छ। ग्रेडियन्ट पनि यसरी आउँछ। सबै एलिमेन्ट्सहरू मुभेबल हुन्छ भन्ने छैन, तर मोस्टली टेम्प्लेट्सहरूमा चाहिँ यसरी एलिमेन्ट्सहरू चाहिँ मुभ गर्न मिल्छ। सो मुभ गरेर डिलिट गर्ने अथवा यो मलाई दुईटा चाहिएको छ भने कन्ट्रोल सी कन्ट्रोल भी गरेर यसरी मुभ गरेर यसो कलर्सहरू चेन्ज गरेर डिफ्रेन्ट पोजिसनमा राख्न पनि सक्नुहुन्छ है। नेक्स्ट आएँ म एनिमेसनमा। सो यो पेजमा चाहिँ मलाई यो टेबल अफ कन्टेन्ट्स भन्ने कुरा चाहिँ एनिमेटेड चाहियो भने मैले सिम्पली एनिमेट भन्नेमा आउँछु। एनिमेटमा दुई प्रकारको एनिमेसन हुन्छ, एन्टर, एक्जिट। सो अपेयर अन क्लिक चाहिँ जहिले अन गर्नु होला। क्लिक अर्डरमा चाहिँ डिफ्रेन्ट टाइप राख्न मिल्छ। जस्तो मैले टेबल अफलाई तल राखेँ भने पहिला कन्टेन्ट्स भन्ने टेक्स्ट आउँछ अनि टेबल अफ भन्ने टेक्स्ट आउँछ। सो तपाईँलाई जुन टेक्स्ट सुरुमा चाहिएको छ त्यो टपमा राख्नुहोस्। तपाईँले क्लिक गर्दाखेरि फर्स्टमा त्यो आउँछ, नेक्स्ट क्लिकमा तलको आउँछ, नेक्स्ट क्लिकमा तलको, त्यसरी आउँदै जान्छ क्लिक अर्डरमा राख्नुभयो भने। एनिमेटमा जस्तो टाइपराइटर, सो टाइपराइटर यसरी आउने रहेछ। मलाई टाइपराइटर चाहियो भने मैले टाइपराइटर थिचेँ। बोथ गर्नुभयो भने स्लाइड लोड हुँदाखेरि पनि आउँछ एनिमेसन, स्लाइड अर्को स्लाइडमा जाँदाखेरि पनि यो एनिमेसन आइरहन्छ। सो यसरी हट्छ पनि यसरी आउँछ पनि। सो इदर वान ओर दि अदर गर्दा नि भयो, बोथ गर्दा नि भयो। यो अलिक स्लोली आएको जस्तो लाग्यो भने तपाईँले स्पिड पनि इन्क्रिज गर्न सक्नुहुन्छ, जुन चाहिँ थिच्दाखेरि अलिकति हायर स्पिडमा चाहिँ लोड भइरहेको देखिन्छ। डिफ्रेन्ट एनिमेसनहरू छ, डिफ्रेन्ट एनिमेसन स्टाइल्सहरू प्ले गर्न सक्नुहुन्छ। नर्मली क्लासको प्रेजेन्टेसन्स अथवा एजुकेसनल कन्टेन्ट दिँदाखेरि चाहिँ अलिकति स्लो एनिमेसन, यस्तो स्लो एनिमेसन छ भने चाहिँ कहिलेकाहीँ कन्टेन्ट मिस हुनसक्छ। सो बेस्ड अन कस्तो कन्टेन्ट हो तपाईँले फास्ट गर्नु छ कि स्लो गर्नु छ गर्न मिल्छ। त्यस्तै गरी माथिको सबै स्टाइलिङ एडिटिङ अप्सन्सहरू आफै ट्राई गरेर यो अलाइन गर्न मिल्छ, यहाँ स्ट्राइक थ्रु गर्न मिल्छ, अन्डरलाइन गर्न मिल्छ, आइट्यालिकहरू गर्न मिल्छ, बुलेट पोइन्टमा राख्न मिल्छ, टेक्स्ट स्प्यान गर्न मिल्छ, लेटर स्पेसिङहरू बढाउने, लाइन स्पेसिङहरू बढाउने, डिफ्रेन्ट तरिकाले डिफ्रेन्ट एडिटिङहरू गर्न मिल्छ, जुन चाहिँ आफैले एकचोटि ट्राई गरेर एकचोटि एक्सपेरिमेन्ट गर्दाखेरि बन्छ। सो एउटा आइडिया लिनुहोस्, त्यो आइडियालाई चाहिँ सकेसम्म एउटा टेम्प्लेटमा बनाउन खोज्नुहोस्, त्यसपछि इल बिकम इजियर। एउटा फर्स्ट प्रेजेन्टेसन बनाउन अलिकति अप्ठ्यारो होला, सेकेन्ड थर्ड फोर्थ बनाउँदै जाँदा सजिलो हुँदै जान्छ। सो यो चाहिँ ट्राई गर्नु होला। एन्डमा आफ्टर मेरो प्रेजेन्टेसन कम्प्लिट भएपछि मलाई प्रिभ्यू हेर्न मन छ भने बटम राइटमा तपाईँले यो देख्न सक्नुहुन्छ एउटा एरो, ओर कन्ट्रोल अल्ट पी थिचेर नि यो एरोमा थिचेपछि तपाईँ जुन स्लाइडमा हुनुहुन्छ त्यो स्लाइडबाट एउटा प्रेजेन्टेसन स्टार्ट हुन्छ। यो प्रेजेन्टेसन चाहिँ तपाईँले मेरो कर्सर देख्नुहुन्छ, लेफ्टमा गयो भने लेफ्टमा जान्छ,
राइटमा गयो भने नेक्स्ट आउँछ अथवा एरो कीले नि लेफ्ट राइट गर्न मिल्छ सो म राइटमा गएँ मेरो एनिमेसन थिएन मेरो अघि हालेको एनिमेसन चाहिँ फर्स्टमा टेबल अफ आयो सेकेन्डमा मेरो कन्टेन्ट्स आयो सो मेबी तपाईँले एनिमेसन नराम्रो लाग्न सक्छ अथवा स्लो लाग्न सक्छ सो त्यसको स्पिड चेन्ज गर्न सक्नुहुन्छ त्यसको स्टाइल चेन्ज गर्न सक्नुहुन्छ होल स्लाइडको एभ्री एलिमेन्टलाई एनिमेसन दिन मिल्छ है ओर एनिमेसन नदिने भए सिधै डाइरेक्टली यसो स्लाइड बाई स्लाइड चेन्ज गर्दै जाँदा नि मिल्छ सो एक्जिट गर्नलाई सिम्पली एस्केप थिच्नुहोस् अथवा यहाँ तल आएर एक्जिट फुल स्क्रिन गर्नुहोस् आफ्टर यु सेटिस्फाइड आफ्नो प्रेजेन्टेसनको यही डिभाइसबाट प्रेजेन्टेसन दिने हो भने सिम्पली यसरी सेयर स्क्रिन गरेर अनि प्रोजेक्टरबाट यसरी देखाउन नि मिल्यो अब तपाईँलाई अर्को डिभाइसबाट देखाउनु छ प्रेजेन्टेसन ओर काहीँ एक्सपोर्ट गरेर काहीँ सेभ गर्नु छ भने डिफ्रेन्ट वेज छन् है सो फर्स्ट वे भनेको सेयर थिचेर डाउनलोड थिच्नु भयो भने इदर पिडिएफ डाउनलोड गर्न सक्नुहुन्छ ओर पावर पोइन्ट डाउनलोड गर्न सक्नुहुन्छ माइक्रोसफ्टमा खुल्छ ओर भिडियो डाउनलोड गर्न सक्नुहुन्छ भिडियो भनेको आफै प्ले भइरहन्छ नेक्स्ट अप्सन भनेको चाहिँ यहाँ सी अलमा थिच्नुहोस् अनि पब्लिक भ्यू लिङ्क भन्ने छ पब्लिक भ्यू लिङ्कमा सेयर गर्नुभयो भने चाहिँ क्यानभाले तपाईँलाई एउटा लिङ्क दिन्छ यो लिङ्क तपाईँले पेस्ट गरेर खोल्नुभयो भने चाहिँ डाइरेक्टली तपाईँको प्रेजेन्टेसनमा खोलिन्छ डाइरेक्टली तपाईँको प्रेजेन्टेसन चाहिँ इन्टरनेटमा जोसँग इन्टरनेट छ उसले भ्यू गर्न सक्छ जुनै पनि डिभाइसबाट थर्ड वे भनेको तपाईँले डाइरेक्टली यहाँ आएर एम्बेड भन्ने अप्सन छ यहाँ सो सेयर थिच्नुहोस् सी अलमा एम्बेड भन्ने अप्सन छ एम्बेड थिचेर यो कपी गर्नुहोस् HTML कोड सिम्पली अब codin.com थिच्नुहोस् codin.com मा मोरमा कोडिन ल्याब्समा जानुहोस् अनि यहाँ क्रिएट गर्नुहोस् तपाईँलाई अकाउन्ट क्रिएसनको फर्स्ट टाइम तपाईँले कोडिन खोल्दा अकाउन्ट क्रिएट गर भनेर सोध्न सक्छ त्यति बेला सिम्पली अघि क्यानभामा गरे जस्तै यसमा नि लगइन विथ गुगल गर्न मिल्छ अब मैले यो कपी गरेको लागि यहाँ आएर पेस्ट गरेपछि मेरो प्रेजेन्टेसन यसरी यहाँ देखाइरहेछ सो मलाई यो पब्लिस गर्नु छ भने म यहाँ एउटा नेम दिन्छु जियोग्राफी प्रेजेन्टेसन भनेर अनि सेभ गरेँ मैले सेभ गरेपछि यहाँ पब्लिस गर्छु जियोग्राफी प्रेजेन्टेसन भनेर पब्लिस थिचेपछि मैले यो एरोमा थिचेँ भने यो सिम्पली यो भ्यू गर्न सक्छु यहाँबाट पनि सो यो लिङ्क मैले सेयर गरेर काहीँ पनि कुनै पनि डिभाइसबाट चाहिँ सिम्पली मेरो प्रेजेन्टेसन अघि जुन थियो त्यसलाई भ्यू पनि गर्न सक्छु सो त्यो चाहिँ तीनटा वेज थियो जसरी तपाईँले आफ्नो प्रेजेन्टेसन सेयर गर्न सक्नुहुन्छ सो आज चाहिँ एकदमै सिम्पल वे थियो क्यानभाको बेसिक्स टु गेट स्टार्टेड विथ क्यानभा फ्युचरमा चाहिँ हामी अझै फर्दर डिजाइनिङ कसरी गरिन्छ डिफ्रेन्ट मेथड्स अफ डिजाइनिङ गर्दा के हेर्नुपर्छ कलर थ्योरीहरूको बारेमा नि डिस्कसन गर्छौँ विथ अ फुल भिडियो हाम्रो मेन च्यानल कोडिनमा आजको लागि यति भन्दै धन्यवाद